एभ्रिवान, सम्पूर्णलाई स्वागत छ। म आज फर्स्ट भ्लग बनाउँदैछु यो पशुपतिनाथ मन्दिरको अगाडिबाट। र आज मेरो भ्लगको सुरुवातको दिन, फर्स्ट दिन पशुपतिनाथ मन्दिरमा आएर र साउन 1 गते विशेष आज पशुपतिनाथको दर्शन गर्न पनि आयो। र विशेष गरी यहाँ थुप्रै भक्तालुजन आउनु भएको छ। म फर्स्ट भ्लग बनाउने ट्राई गर्दैछु। तपाईँहरूलाई कस्तो लाग्छ अन्तिमसम्म हेर्नुहोला यो भ्लग, पशुपतिनाथको दर्शन गर्नुहोला। साथै म एकदमै नयाँ 0 सब्सक्राइब भएको च्यानलमा हाल्छु र एउटा सब्सक्राइब गरी सपोर्ट पनि गर्नुहोला पक्कै पनि। हामी पशुपतिनाथको मन्दिरको मुख्य प्राङ्गणमा छौँ। यति बेला हामी यो पशुपतिनाथको मुख्य गेटबाट भित्र पस्दैछौँ। आज साउन सङ्क्रान्तिको पहिलो दिन। आइसक्यो हो पशुपतिनाथको मन्दिरमा हनुमानजी। पशुपतिनाथको मन्दिरको प्राङ्गणमा हामी यता पुग्दैछौँ। यो ठाउँ के हो, के भन्छ यसलाई? बस्ने ठाउँलाई के भन्छ? यो बस्ने ठाउँलाई थाहा छ? पुरानो यताबाट चाहिँ मन्दिरभित्र जाने बाटो। हामी 2 जना यति बेला मन्दिरमा पुगिसकेका छौँ भने यो लाइन सिधै मुख्य मन्दिरमा जाने। यहीँबाट होइन, मुख्य मन्दिरमा जाने भित्र। कहाँ छ? ए यहाँ त थुप्रै मान्छे बस्थ्यो होइन, अहिले त कोही छैन, पुरै खाली खाली छ। नभए माग्नेहरू टन्नै बस्थे। यहाँबाट चाहिँ चप्पल खोलेर जानुपर्छ भित्र। मुख्य मन्दिरभित्र जाने बाटो चाहिँ यो हो। र यहाँ बाहिर आउँदाखेरि चप्पल खोल्नु पर्दैन, तर यो भित्र प्रवेश गर्नु अगाडि चाहिँ जुत्ता, चप्पल, पर्स, बेल्ट यदि छालाको छ भने खोलेर जानुपर्ने हुन्छ। यसरी मुख्य मन्दिर जाने गेट हो यो। यहाँबाट भित्रको जाने, यताबाट नि गौशाला बाहिर निस्किने बाटो हो यो। हामी चाहिँ जुत्ता राख्नुको लागि जाँदैछु। जुत्ता राख्ने ठाउँ, जुत्ता चप्पल यदि खोल्नु पऱ्यो मन्दिरभित्र जाने भएपछि चाहिँ यता राख्नुपर्छ। त्यो झोला समाउने पो हो। ल मलाई नि एउटैमा हाल्ने यसरी चाहिँ। ल खोल्नु। ए यो राम्रो रहेछ। अनि अर्छ एउटैमा मजा लाउनु मिल्छ कि नै? खोलेरै जाउँ। पानी छैन के हो। यसमै हालौँ। ल कहाँ राख्ने यो चाहिँ? यसरी जुत्ता राख्नलाई चाहिँ दिनुपर्ने हुन्छ। कसरी थाहा हुन्छ? ए सबै जुत्ता राख्ने हो। यसमा चाहिँ हाम्रो जुत्ता राखेका छन्। यो नम्बर अहिले हामीले ल्याएर दिएपछि हाम्रो पहिलो मिटिङ छ। जुत्ता राख्ने ठाउँ। ल अब हामी मुख्य मन्दिरतर्फ लाग्यौँ। राख्ने मान्छे धेरै हुन्छन्, त्यही कारण
नसाट्यौँ। अब हामी मुख्य मन्दिरभित्र जाँदैछौँ यहाँबाट र मुख्य मन्दिरको पनि दर्शन गराउने छु आज साउने सङ्क्रान्तिको दिनको। यहाँ चाहिँ शिवलिङ्ग, साना साना शिवलिङ्गहरू धेरै ठाउँमा छन्। सिधै माथि हो। परेवा उडाउने ठाउँ नै परेवाहरू चारो हाल्ने काम। यसरी पानी राखिदिएछ। यहाँबाट चाहिँ मुख्य मन्दिरमा जान सकिन्छ। मुख्य मन्दिर अगाडि दर्शन गर्न सक्छौँ हामी। देख्न सक्छौँ थुप्रै फोटो भिडियो टिकटक बनाउने यहाँ अगाडि भइराखेको छ। यहाँसम्म हामीले भिडियो खिच्न पाउँछौँ, योभन्दा भित्र भिडियो खिच्न मिल्दैन। त्यसैले यहाँबाट तपाईँलाई म पशुपतिनाथको दर्शन गराउँदैछु। यो मुख्य गेट हो पशुपतिनाथ मन्दिरको। भोलेनाथको दर्शन गर्नुको लागि थुप्रै भक्तजनहरू आउनुभएको छ यति बेला। कहाँसम्म मिल्छ? ए यहाँसम्म चाहिँ खिच्न मिल्छ। यहाँबाट चाहिँ हामी देख्न सक्छौँ मन्दिरभित्रको दृश्य। यहाँ सूचना लेखिरहेको छ। सूचनामा के लेखेको छ हेरौँ है त। सूचना श्री पशुपतिनाथको दर्शनार्थ पाल्नुहुने श्रद्धालु भक्तजन तीर्थयात्री महानुभावहरूले मन्दिर प्राङ्गणमा मोबाइल तथा क्यामेरा प्रयोग नगरिदिनु अनुरोध गरिन्छ। अम्बिपुर हिन्दू पशुपति क्षेत्र विकास भनेको छ। योभन्दा भित्र मोबाइल लान मिल्दैन। यहाँबाट चाहिँ खिच्न मिल्छ। हामी यहीँसम्म खिच्नेछु। हेलो सरजी, के छ? आज मलाई भ्लग बनाउनुको लागि उहाँले लिएर आउनुभयो 200 को तेल हालिदिएर। म चाहिँ खासमा पठाउ गरेरै आएको भनौँ। तर जस मेरो भ्लगमा सुरुवात गर्नुको लागि उहाँ पनि आउनुभएको छ। मान्छेको भेला परेको छ। चाँडै तपाईँको चाहिँ प्रगति हुनेवाला छ भन्ने मैले अपेक्षा गरेको छु। धन्यवाद। साथीभाइहरू हुनुहुन्छ, तपाईँहरूले दुःख कष्ट नमानिकन एक लाइक सेयर कमेन्ट गरिदिनु होला। उहाँसँग बाइक छ, म उहाँको बाइक, अरूले आफ्नै बाइक चढेर आउँछन्, म चाहिँ बाइक नभएर उहाँको बाइक चढेर आएको खासमा। यसरी कार्पेटहरू बिछाइदिएको छ भक्तजनहरूको लागि मन्दिरमा प्रवेश गर्नलाई। अब यहाँबाट 2-3टा बाटोहरू छ, जुन बाटो गयो नि बाहिर निस्किन सकिन्छ। सिधै तलबाट जाँदा नि हुन्छ, गौशाला चोकमा जानलाई यो बाटोतिर जाँदा नि हुन्छ। तर हामी जुत्ता लगाएको छैनौँ। अब हामी जुत्ता लिनलाई जानेछौँ। हामीले जुत्ता राखेर माथिबाट धार्मिक महोत्सवमा म सहभागी हुन सकिराखेको थिएन। केही दिन अगाडि मात्रै मलाई यसका सङ्कल्पकर्ता राजानन्द माण्डवीले मलाई फोन गरेर आमन्त्रण गर्नुभयो र मैले सहर्ष स्वीकार गरेर
अघि दिएको नम्बर यहाँ दिने सहभागी भएको छु जुत्ता र मैले पाइन्छ। यहाँ धेरै भन्नुपर्ने कुराहरू छैन। त्यसरी हामीले राखेको जुत्ता पाइयो। वेदले हाम्रो शास्त्रले यही नकस हाम्रा सबै सनातन पुरै निःशुल्क होइन यो प्रज्ञाका निधिहरूले हामीलाई निःशुल्क जुत्ता चप्पल के राख्ने सुझाएका छन् भन्दाखेरि त्यसरी झोलाएर राखिरहेछ आफ्नो आफ्नो झोलामा। अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम् यहाँबाट झोला दिन्छ। पापाय परोपकार पुण्याय पापाय परपीडन। खाली गर्ने त्यहीँ राख्ने यो हाम्रो अब झोला हाल्नु पर्छ। त्यो बाटो आर्यघाट जाने बाटो होइन पार्किङ सेफ यता बागमती नदी होइन साइडमा पशुपतिनाथ यता चाहिँ तपाईँले कसैले पर्यटक लिएर आउनुभयो भने यहाँबाट टिकट लिएर मात्रै गर्नुपर्ने हुन्छ। पर्यटकहरूलाई बाहिरी देशको पर्यटकहरू होइन हामीलाई चाहिँ परेन। यहाँबाट चाहिँ हामी पुल तरेर पारि जानेछौँ हो। यो बागमती नदी तर्ने पुल हो है त। सलल बागमती छ यहाँ पुल तरेर हामी पारि जानेछु। यही बागमती किनारमा होइन सरातेहरू गरिने यता सबै उयो साइडतिर होइन यहाँ देख्न सक्छु चिता आर्यघाट तल्लो साइडतिर जहिले लासहरू चाहिँ जहिलेकै हुन्छ होइन। एउटा दुर्लभ दृश्य हो यो पनि। मन्दिर यहाँनिर मन्दिर छ मन्दिरकै छेउमा चिता जलिराखेको छ। यो साइडमा चाहिँ फेरि के गरिन्छ यहाँ श्राद्धहरू पूजापाठ अन्य पनि हुन्छ होइन व्रतहरू हुन्छ हुँदैन होला भाग्य हेर्ने अरे हात हेर्ने श्राद्धहरू विशेष गरेर। आफै पानी उम्रिन्छ क्या त्यो पानी हाले होला नि त तलबाट त्यहाँनिर बुझु जो उम्रिरहेको छ त्यो परतिर डढेर हो नि त चिता जलाइसकेपछि। बेलुका आरती हुन्छ होइन यहाँ यो ठाउँमा पनि माथि पशुपतिनाथ यहाँ पारिपट्टि आरती गरिने ठाउँ हो यो साइडतिर र यहाँबाट देखिन्छ मुख्य मन्दिर। गेटबाट भित्र छिरिसकेपछि यो ठाउँमा आउँछन्। थुप्रै भिडभाड छ आज पनि। माथि पूजापाठ हुँदैछ तल भने ट्याक्कै त्यसैको मुनि दागबत्तीको तयारी हुँदैछ। यहाँ चाहिँ शिवलिङ्गहरू प्रत्येकमा शिवलिङ्गहरू राखिएको छ यसरी हरेक ठाउँमा। यहीँ हो चिता रेडी हुने यसरी चिता रेडी गर्ने ठाउँ यहाँ चाहिँ। गाडीमा ल्याएछ ए यहाँ बाँसको सबै पराल बाँस ए यहाँबाट हो गाडीमा हालेर ल्याएर यहाँबाट लाने ऊ त्यहाँ अगाडि लगेर ए अब चाहिँ लाग्नु पर्यो। कुन पुलबाट आएको अघि दुईवटा छ होइन बागमती नदी माथि पुल
बेलुका त निकै भिडभाड हुन्छ होइन आरती हुने बेला लाग्दो हुन्छ। आरती हेर्न चाहिँ आउनु पर्ला अब सोमबार आयो भने अब त यो सोमबारभरि यो महिना भिडभाड नै रहन्छ सायद होइन यहीँबाट बाहिर निस्क्यो बाइक तल छ होइन अब हामी तल निस्किन्छौँ यहाँबाट कहाँ जान्छौँ त्यसपछि त्यसपछि हामी गौशाला पुग्छौँ। त्यसपछि चाहिँ हामी गौशाला बाँकी अर्को भ्लगमा होइन यो भ्लगमा कतिवटा भ्युज आउँछ कतिवटा कमेन्ट आउँछ अनि नेक्स्ट भ्लगमा आफ्नै बाइक किनेर आउँछ